हेलो साथीहरू हेलो साथीहरू अनि आज चाहिँ मैले धेरै दिन बादमा मैले फेरि भिडियो स्टार्ट गर्दैछु अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भने अनि आज चाहिँ हामी माइत जाँदैछौँ झापा जाँदैछौँ अनि त्यही भएर यहाँ भिडियो बनाउँदैछु अनि उसले चाहिँ मलाई छोडेन क्या त्यही भएर मैले उसलाई बोकेर भिडियो बनाएको अनि बाबा चाहिँ रेडी हुँदै हुनुहुन्छ अनि हामी सबैजना यहाँ रेडी भइसक्यो 2 बजिसक्यो हामी निस्केकै छैन हाम्रो जोबीको आज इक्जाम लास्ट दिन थियो नि त अनि त्यही भएर जोबी इक्जामबाट आउने बित्तिकै सकेर आउने बित्तिकै हामी जाने भनेको त्यत्तिकै के गर्दा यस्तै भयो अनि अब हामी हिँड्न लागेको अनि फेरि अर्को कुरा के भने हाम्रो आमाहरूलाई थाहै छैन हामी आउँदैछौँ भनेर के भन्छ जाने चाहिँ हामीले अब जाने नै भनेर के भन्छ आउने नै भनेर भनेको थियौँ तर अलिक दिनमा आउने भनेको थियौँ तर आज हामी नि जाने भयौँ 4-5 दिन अगाडि फोन गरेको बिहान फोनै उठाउनु भएन कहाँ जानुभयो फेरि ब्याक कल गर्नु भएन उसलाई चाहिँ निन्द्रा लाग्नु उसको सुत्ने बेला भयो क्या त्यही भएर रुँदैछ अनि उठाउनै भएन क्या फोन अनि नउठाउनु भएपछि ठिकै छ नि त हामी सरप्राइज गर्दै जाने भनेर अब हामी लाग्यौँ साथीहरू हामी चाहिँ यहाँ निस्किसक्यौँ बाटोमा यहाँ बाउछोरी के गर्दा ढिलो भइहाल्छ केही छिनमा जोबी हिजो अस्तिदेखि कहिले जाने भनेको भने त बल्ल जुरो उसको कान्छी पनि जाँदैछ उसलाई चाहिँ निन्द्रा आइरहेछ पुरा सुत्नु लागेको थियो अब गाडीमै सुत्छ अब म गाडीले मातेन भने चाहिँ बिचमा भिडियो बनाउँछु मातो भने चाहिँ बनाउँदैन साथीहरू हामी चाहिँ बल्ल यहाँ पत्ती आइसक्यौँ है आज चाहिँ मलाई त्यति गाडीले मात्रै लागेन यहाँ जेसी चाहिँ भर्खर उठेको यहाँनिर बाउछेरी Concrete dreams where the neon साथीहरू हामी चाहिँ बल्ल 8 बजी आइपुग्यौँ कस्तो गलो हामी आइपुग्यौँ ल गाइस भन हामी झापा आइपुग्यौँ ल भन कस्तो तर फेरि के भन्छ बेरदामटी गाडी चेन्ज गर्दा पो त ढिलो भएको म त के अरे बुधबार त आइपुग्यो होला भने फोन गरेको त बिर्तामट हुन्छ तिमीले फोन गर्दा नि हामी बिर्तामट पनि आइपुग्यो सुरुङ्गा छेउमा चाहिँ थिएछौँ बाबा बसिरहनु भएको छ यहाँ टक्कसँग गले पुरा थकेको छ बल्ल सुकुनको ठाउँमा आइपुग्यो ठिक्क आइपुगेछ मेरो बहिनी पनि हेर्नलाई छोरी छेउ भएकोमा भन न यसरी हेलो गाइस म छेउ भएकोमा आएँ भन कत्रो भएछौ साथीहरू यहाँ चाहिँ दाजैले यहाँनिर यसो लोकल काट्दै रहेछ लोकलको बन्दोबस्त गर्दैछु अहिले अब चुप लागेर म त कस्तो भोक लाग्यो के खानु अब भात खानु नि एकचोटि म त के खाम दोकान नखोलेको हो अनि कति दिन दोकान नखोलेको तँलाई हिँडेको छु आज पनि 2 बेला गरेर आएँ त्यसमा जोड पैसा कमाउँदै हुन्छ हामी चाहिँ आएर पनि यहाँ एकदम रेस्ट गरिरहेको छु एकदम आनन्द भइरहेको छ हजार के हो लानु न मजा आइरहेको छ यहाँ आउन बहिनी मेरो भिडियोमा
आऊ न यहाँ अब अबि तिम्रो र मेरो त उयो तिम्रो र मेरो त सुरा र उयो मिलिरहेको छ कालो देखेको उम्? गाइस हामी गोरी नै छौँ हेलो गाइस फाइनली उहाँहरू थाहा पाइसक्नु भएको छ अब हाम्रो खतरा खतरा भिडियो आउनेछ गोरो बनाएकै हामीलाई कालो देखेर मलाई चाहिँ अलिक गोरो बनाऊ अझै गाह्रो हुन्छ मैले धेरै ब्राइटनेस नबनाऊ फेरि दिदी गायब हुन्छ ब्राइटनेस हो भने फेरि भेना गायब होइन ठिकै छ हामीले उसलाई चान्स दिएको हुन्छ अब बहिनी र मेरो मुखबाङ आउँछ अनि के अरे उयोहरू आउँछ ग्यामहरू आउँछ हेर्दै जानुहोस् गेम आउँछ हामी के खान्छौँ हामी घुम्न जान्छौँ अस्तिको जस्तो गेम खेल्छौँ ऊ चाहिँ मास्टर नै उसको तलब आइरहेको छ क्या मे मास्टर नि हो मास्टर नि मेरो सँगै आयो आयो तल भएको बेलामा ठ्याक्कै हामी पनि आइपुगेछु इन्जोय गुड मर्निङ अनि हिजो चाहिँ आएर गफसप गरौँ खाना खायौँ अनि त्यसपछि चाहिँ एकछिन बसेको अनि भिडियो गर्नु पनि बिर्सेछु गलेको त्यो पनि बुसो गर्ने दाइसु पनि अनि अहिले चाहिँ एकैचोटि बिहान भएपछि यहाँ भिडियो गर्दैछु अनि यहाँ चाहिँ बिहानदेखि पानी परेकै छ शीतल चिसो भएर चाहिँ जाडो पो भइरहेछ यता त के गरेको तिमीले चाहिँ पेन्टिङ अनि यता चाहिँ बाउ छोरी अनि बुढो चाहिँ अब खानासाना खाएर जानुहुन्छ पानी यस्तो परिरहेको छ तर यता घर छेउबाटै गाडी जान्छ नि त सजिलो हुन्छ अनि आमा चाहिँ खेताला जानुभएको छ नगराउनु नानी चाहिँ कस्तो दुःख हौ अनि आमा चाहिँ खेताला जानुभएको छ मेरो छोरी चाहिँ फ्लावर बनाएको अरे हेर्नु न साथीहरू मजाले पानी परिरहेछ हौ बिहानदेखि परेको पानी यतातिर चाहिँ म चाहिँ चप्पल हिँड्दैछु टक्कसँगले म देखाउँछु ल हाम्रो वरिपरि यता त पुरै हरियाली छ नि आनन्द हुन्छ बोट बिरुवा हरियाली भएको बेग्लै छुट्टै आनन्द हुन्छ हौ अहिले चाहिँ पुरा धानहरू रोपाइ चलिरहेको छ हाम्रो आमाहरू चाहिँ कता चाहिँ रोप्नु जानुभएको रहेछ हाम्रो आमाहरू त उता कता होला आछु हाम्रो आमाहरू पो यतातिर परतिर जानुभएको होला हौ धान रोप्नु यता चाहिँ यस्तो छ धुमधाम चलिरहेको छ भिजे नपिने बाजे अब त्यसले धेरै पानी छुन्छ है हात धोइदिनु भएको जेजी मेरो बुढो चाहिँ अब जानलाई रेडी गर्दै हुनुहुन्छ टक्कसँगले कस्तो स्याड हुँदा कस्तो हुन्छ कस्तो स्याड हुँदा यस्तो स्याड ए यो चाहिँ हाम्रो मात्रै त्यो त अर्कै हो फेरि कडा छ फेरि कडा छ फेरि ग्रेट हो कि फेरि के खाएको तिमीले ए यो साउन्डमा काम गर्ने मान्छेहरू यो बुझ्ने यस्तो भइरहेको थाहा छ मेरो धरी उयो जामामा थियो यस्तो खालको साँची एउटा यस्तै कस्तो थियो है जो बिकी जेसीले खेलाउँदै थियो काठी जामा कुन जामामा पो हौ त्यस्तै थियो क्या त्यो अब उता गएपछि म खोजेर राख्छु अब मेरो सामानलाई ल ल यस्तो छ रेडी हुँदैछु है गाइस हामी र म चाहिँ त्यो रेस्पोन्सिबिलिटी भएको मान्छेको यस्तै हुन्छ
टु टाइम कुट्नुपर्ने हुन्छ ब्रसहरू हाल्नु पर्छ? प्रिसियस भन्छ सो ब्रस चाहिँ ल्याउनु बिर्सेछु ल्याउनु भएन रहेछ होइन नि बाहिर छ नि अघि ब्रस गरेको उयोमा कुर्सीमा हेर्नु न साथीहरू मेरो बुढो चाहिँ साथीहरू नभन न भन्छ मेरो बहिनीले चाहिँ भन्न आइहाल्दो रहेछ यहाँनिर सालीले बनाएको मजाको लोकलको सुप दामी आफ्नै घरको खाँदै लोकल हुन्छ बहिनीले मलाई बनाउँदैछ हो होइन कस्तो छ मिठो छ यति दामी छ नि लोकल हो नि त पानी चाहिँ फेरि पानी त फेरि म त केही नखा पानी मात्रै खाँदा नि म त उयो पानी मात्रै खान्छु जस्तो लाग्छ हौ टेस्टी आजकल चाहिँ यहाँको पानी क्या म त पानी नै स्वादिलो लाग्छ हौ जस मलाई फाइदा छ अर्ग्यानिक खामा ससुराली मलाई मनपर्ने नि अर्ग्यानिक हो उसको मुरीमा छानाले चगिउलाई चिटी पारेर माइती आएपछि त उसको छानाको जिम्मा हुन्छ कि अघि चटक चिटिक बनाएर राखिरहेछ जोडीलाई चाहिँ ल अनि के लायो हो भन्नु जेसी चाहिँ हाँस्दैछ गालामा पनि लायो के लाग्यो गालामा ब्लस भन न ब्लस लगाएको भन न जादु जादु जेसी चाहिँ जादु भयो लड्दैन जाडो चिसो जादुको त नाकबाट बोक्नु थाल्यो सिगान ल मेरो बुढा चाहिँ जानु भयो अब ट्रिटमेन्ट हेर दिनु पर्यो नि एक्लो ज्वाइँ हो नि त हेर न यसले चाहिँ फेरि ओठमा पुसेकै रहेन फेरि कि जाने बाबासँग कि जाने बाबासँग जुम जुम लाग्यो पठाइदिन्छु ल जानुभयो साथीहरू खाना पनि खायो पानी जान्छ यहाँ चाहिँ परेकै छ हो अनि अब म मेरो भिडियो है अन्त गर्छु बुढो पनि जानुभयो अनि जान्छ लास्टै यहाँ चाहिँ पानी परेको छ क्या बेसीलाई के भन्छ चिसो लागेछ त्यो रुगा मारेको लाग्दाखेरि स्टार्ट भइसकेको त्यसमा पानी पनि पकाइदिरहेको छु पुरा यो चाहिँ जहिले हामी आउने बित्तिकै यस्तो भइहाल्छ पानी परेर चिसो लागेर बिजो केटाकेटीहरू बिजो भइसक्यो जोडी खोज्नु थालिसक्यो चिसो भएर क्या बिहान बेलुका ननस्टप पानी परेको छ साथीहरू अब भन्दै नि म भिडियो अन्त गर्न चाहन्छु बाई बाई